यो हामीले चाहिँ यो डाइनामिक मेमोरी एलोकेसन चाहिँ किन युज गर्छौँ भनेर म एकचोटि हल्का भनिदिन्छु है त। जस्तो हामीले यो पोइन्टर युज गरेर एरे बनाउँदाखेरि चाहिँ के गर्छौँ भन्दाखेरि हामीले यो सबै लेखेर यो एरे भनेर हामीले साइज डिफाइन गर्नुपर्छ पहिले। जस्तो अब यो एआरआर भन्ने एरेमा चाहिँ 100वटा डाटाहरू चाहिँ 100वटा एलिमेन्ट अथवा आइटमहरू चाहिँ अट्छ है भनेर हामीले पहिले प्रिडिफाइन गर्नुपर्छ कि यो नर्मल्ली पोइन्टरबाट एरे बनाउँदाखेरि चाहिँ। तर हामीलाई अब जस्तो कुनै पनि स्टेजमा हामीलाई कतिवटा डाटा चाहिन्छ भनेर हामीले पछि हाल्छौँ कि। जस्तो 100वटाको लागि कोटा त दियौँ हामीले, तर हामीलाई चाहिने चाहिँ जस्तो 10वटा मात्र डाटा हाल्नु पर्यो भनेदेखि हामीले 10वटासम्म मात्रै इन्ट्री गर्छौँ कि। 10वटासम्म मात्रै इन्ट्री गर्छौँ अनि सबै डाटा फिल गर्नेदेखि लिएर यो आउटपुट लिने सबै काम चाहिँ 10वटा डाटालाई मात्र हुन्छ। अनि बाँकी 90वटा आइटमको त्यो मेमोरी हुन्छ नि, जुन जस्तो अब इन्टिजर हो भने 2 बाइट भयो भनेदेखि अब 90वटा ब्लक 90वटा त्यो एरेको ब्लक चाहिँ मेमोरी चाहिँ उसै खायो कि। त्यो चाहिँ जस्तो हामीले यहाँ 100वटा डाटा आउँछ है भनेर त्यो मेमोरी फिक्स गरिदिउँ कि हामीले चाहिँ। जस्तो त्यो भएपछि चाहिँ के भयो भने सिस्टमले चाहिँ त्यो मेमोरी चाहिँ एकदम फिक्स गरेर राख्ने भयो कि। त्यो मेमोरी चाहिँ अब यो खर्च भएन। जस्तो हामीले 10वटा मात्र डाटा इम्पोर्ट गऱ्यो भने त्यो मेमोरी खर्च भयो भने त्यो चाहिँ वेस्ट अफ मेमोरी भयो कि। अनि जस्तो त्यस्तो वेस्ट अफ मेमोरीलाई रिड्युस गर्नको, मेमोरीको वेस्ट नहोस् भन्नलाई एउटा 1 नम्बरमा त्यो युज हुन्छ। अनि कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि हामीले सुरुमा डिफाइन गर्दाखेरि 100 भनेर डिफाइन गऱ्यौँ, यहाँनिर भेरिएबल डिक्लेयर गर्न मिल्न। तर पछि हामीलाई चाहिँ बढी इन्ट्री गर्नुपर्ने भयो भने त्यो बेला अब इन्ट्री नलिने भयो कि। जस्तो हामीले यहाँनिर अब 100वटा भन्यो, अब हामीले 101वटा इन्ट्री लिन पाइएन कि। हो यही दुईवटा समस्या, मेन दुईवटा समस्या चाहिँ एउटा भनेको मेमोरी वेस्ट जाने भयो, अर्को भनेको डेटा इन्ट्रीहरू थप्नु पर्यो भनेदेखि पाइएन। हो यही दुईवटा समस्यालाई समाधान गर्न चाहिँ यो डाइनामिक मेमोरी एलोकेसन भन्ने कुरा आएको। डाइनामिक मेमोरी एलोकेसन भनेको चाहिँ जस्तो प्रोग्राम एक्जिक्युट हुँदै नै मेमोरी चाहिँ डिफाइन गरिनु भयो कि। प्रोग्राम एक्जिक्युट हुनुभन्दा अगाडि नै यसरी डिफाइन हुने भएर कि प्रोग्राम एक्जिक्युट हुँदै टर्मिनलमै चाहिँ कति मेमोरी लिन्छ भनेर डिफाइन हुनु। जस्तो अब यो हामी अब यहाँ हेरौँ म्यालोक भन्नेमा हेरौँ। म्यालोक भनेको मेमोरी एलोकेसन भयो। म्यालोक भन्ने अब यसमा चाहिँ के भने हामीले सुरुमा यहाँनिर भेरिएबल त डिफाइन गऱ्यौँ। अब यहाँनिर एरे भनेर पोइन्टर एरे भनेर हामीले यहाँ यो त डिफाइन गऱ्यौँ। तर हामीले के गरेनौँ भन्दाखेरि यहाँ अहिलेको उसमा यसमा चाहिँ हामीले यसले कति साइज खान्छ भनेर हामीले यहाँ डिफाइन गरेनौँ कि। त्यो साइज चाहिँ हामीलाई जस्तो हामीले अब यहाँनिर यनवटा इन्ट्री चाहिन्छ, जस्तोमा फर इक्जाम्पल 10वटा इन्ट्री गर्यो भने त्यही अनुसारको 10वटा मात्र ब्लक अफ मेमोरी युज गर्ने भयो कि यसले चाहिँ। 10वटा मात्र ब्लक अफ मेमोरी युज गर्ने भयो भने चाहिँ हाम्रो अघि नै जस्तो 90 ब्लक अफ मेमोरी खेर गएको थियो नि, वेस्ट भएको थियो नि, त्यो 90वटा ब्लक अफ मेमोरी चाहिँ वेस्ट हुने भएन कि। अब हामीले यसले चाहिँ अब यसरी हामीले चाहिँ यो एरेलाई चाहिँ यति अब यसरी यो सिन्ट्याक्सबाट जम्मा यन टाइम्स अब कति साइज चाहिँ इन्टिजरले लिन्छ, 2 बाइट लिन्छ भनेदेखि चाहिँ 10 इन्टु यो मात्र मेमोरी युज हुने भयो। अनि एक्स्ट्रा मेमोरी चाहिने भएन कि। त्यो एक्स्ट्रा मेमोरी खेर नजाओस् भनेर यसरी युज हुने भयो। जस्तो यो प्रोग्राम एक्जिक्युसन हुने टाइममै मेमोरी चाहिँ एलोकेट हुने भयो। त्यही भएर यसलाई चाहिँ डाइनामिक मेमोरी एलोकेसन भनेको कि। अनि यो चाहिँ मेमोरी एलोकेसनको सिन्ट्याक्स भयो। जस्तो हामीले यहाँनिर एरेको अब भेरिएबलको नाम लेख्छौँ, इजकस टु लेखेर अब इन्टिजर टाइप भने इन्टिजर टाइप पोइन्टरमा इन्टिजर हो भने डिफाइन गर्छौँ। त्यसपछि म्यालोक लेखेर अनि हाम्रो कतिवटा इन्ट्री हाल्ने हो हामीले एरेमा त्यो लेख्छौँ। अनि इन्टु साइज अफ इन्टिजर गरेर यो 2 बाइट 4 बाइट यो साइज अफ गरेपछि हाम्रो एरेमा कस्तो खालको डाटा टाइप छ त्यो इन्ट्री गरेपछि त्यो साइज अटोमेटिकल्ली त्यो एरेले चाहिँ कति साइज चाहिँ कति मेमोरी चाहिने भयो उसले आफै लिने भयो कि। हामीले पहिले डिफाइन गरिरहनु परेन। यसरी मेमोरीको वेस्ट पनि भएन। अनि त्यस पछाडि त्यसै गरी हामीले अब प्रोग्राम रन गर्दा गर्दै हामीलाई चाहिँ अब त्यो प्रोग्राम रन गरिसकेपछि हामीलाई अब ऐनको केसमा 100वटा गरेको थियो, 110वटा इन्ट्री गर्न मिलेको थिएन भने चाहिँ यसमा चाहिँ हामीलाई के भयो भने प्रोग्राम रन गर्दा गर्दै पनि हामीले प्रोग्राम रन गरेपछि नै हामीले 110 चाहियो भने हामीले 110वटा इन्ट्रीहरू लिन पायौँ यसरी। अरू केही फरक छैन यही एउटा यहाँ माथि डिफाइन गर्ने बेला चाहिँ हाम्रो यहाँनिर साइज कतिवटा डाटा हुन्छ डिफाइन गरे हुँदैन, गर्थ्यौँ पहिला भन्थे अब अहिले गर्दैनौँ डाइनामिक मेमोरी एलोकेसनको युजमा गर्दाखेरि भने चाहिँ। अनि हामीले थपिने भनेको यहाँनिर एउटा यो थपिने भयो, एरेले कति स्पेस लिन्छ भनेर यो मेमोरी कति लिने भयो भने यो थपिने भयो। अरू त लगभग सबै त्यस्तै नै हो। यसो भयो यो मेमोरी एलोकेसन। अनि एउटा कुरा के याद गरौँ भने मेमोरी यो म्यालोकमा चाहिँ के हुन्छ गार्बेज भ्यालुहरू बोक्या हुन्छ यो म्यालोक भन्ने त्यति एउटा सम्झिनु त्यो भइहाल्यो। अनि त्यस पछाडि अर्को भनेको क्यालोक, यो भनेको क्यालकुलेटेड एलोकेसन भन्छ यो क्यालोकलाई चाहिँ। यो चाहिँ किन भन्दाखेरि अरू सबै त्यस्तै, अरू सबै सेमै त्यही हो म्यालोकको जस्तै। यसमा चाहिँ के हुन्छ भन्दाखेरि अब हामीले साइज दिने बेला चाहिँ के गर्छौँ भन्दाखेरि यो
यहाँनिर यसरी क्याल्कुलेट गरेर हामीले के गर्छौँ भन्दाखेरि ब्लक र मेमोरी साइज छुट्याइदिन्छौँ कि यहाँनिर अब ब्लक कतिवटा छ यनवटा ब्लक बनाउँछ हामीले कुनै पनि एरेमा अनि प्रत्येक ब्लकमा टोटल मेमोरी अब प्रत्येक ब्लकमा कति मेमोरी हुन्छ भने चाहिँ यसरी हामीले प्यारामिटरहरू आर्गुमेन्टहरू यसरी छुट्याइदिन्छौँ। अघि नगमा यन टाइम्स गरेर गरेको थियो भने अहिले चाहिँ यसरी छुट्याइदिन्छौँ। यो चाहिँ क्यालकुलेटेड एलोकेसन अफ मेमोरी जस्तो अब क्यालक भयो। यो यति हो, यो उस्तै हो, यति मात्र फरक हो, अरू केही पनि फरक छैन यसमा चाहिँ। अनि त्यस पछाडि अब आयो हाम्रो यो रिएलोकेसन भनेको चाहिँ, यो रिएलोकेसन भनेको चाहिँ के हो भन्दाखेरि जस्तो हामीले यसै गरी क्यालक अथवा म्यालक लगाएर यसरी हामीले साइज डिफाइन गऱ्यौँ कुनै पनि एरे अथवा कुनै पनि एरेको यसरी साइज डिफाइन गऱ्यौँ हामीले होइन। अनि त्यो प्रोग्रामलाई रन गऱ्यौँ अनि त्यो प्रोग्रामलाई रिटर्नहरू ल्यायौँ यहाँबाट हामीले प्रिन्ट सिन गरायौँ। तर अनि फेरि के भयो भने हामीलाई त्यो प्रोग्राम रन गर्दा गर्दै लास्टमा चाहिँ प्रोग्राम रन गर्दा गर्दै हामीलाई चाहिँ त्यो पोइन्टरको साइज चाहिँ हामीले चेन्ज गर्न मन लाग्यो कि जस्तो अब त्यो 10वटा आइटम मात्र अर्थ्यो भने हामीलाई चाहिँ अब 11वटा आइटम 12वटा आइटम चाहिने भयो भने चाहिँ हामीले के भने प्रोग्राम एक्जिक्युट हुँदा हुँदै नै हामीले यसरी युजरबाट प्रम्प्ट लिएर यसरी चाहिँ हामीले अनि त्यसलाई मेमोरी चाहिँ अल्टर गर्न मिल्यो कि मेमोरी चेन्ज गर्न मिल्यो कि। जस्तो यसमा चाहिँ अब अघि न अर्कै थियो भने चाहिँ अब हामीले युजरबाट प्रम्प्ट लिएर कतिवटा साइज अब नयाँ साइज एउटा लिएर हामीले यसरी मेमोरीलाई रिएलोकेट गर्न सक्यौँ कि। रिएलोकेट गर्न सक्यो भनेको अब पहिला चाहिँ कतिवटा साइज थियो मतलब भन् त्यो प्रोग्राम रन एक्जिक्युट भइसक्यो त्यो स्पेस अब त्यो स्पेसलाई चाहिँ हामीले अब आफूलाई चाहिए अनुसारको फेरि रिएलोकेट गर्ने भयो कि। यसरी चाहिँ के हुनु भने एउटै मेमोरीमा टाइम्स युज हुनुभयो कि। यो एउटाले 100वटा मेमोरी स्पेस खाने अर्को एरेले 100वटा स्पेस खाने यसरी चाहिँ प्रोग्राम हेभी हुने भयो नि। यसले चाहिँ गर्दा चाहिँ हाम्रो प्रोग्रामलाई एकदम लाइट वेट बनाउने भयो, प्रोग्रामहरू फरर चल्ने भयो। यही हो, अरू सबै सिम्पलै हो। यसमा सिन्ट्याक्स मात्र अलिकति फरक हो। जस्तो म्यालकमा यहाँनिर हामीले म्यालकमा के गर्छ हामीले यसरी सिधै यन टाइम्स गरेर साइज दिन्छौँ भनेदेखि हाम्रो यो क्यालकमा चाहिँ हामीले ब्लक छुट्याउँछौँ, ब्लक यन गरेर ब्लक छुट्याउँछौँ अनि ब्लक छुट्याएर चाहिँ अनि कति साइज लिन्छ यसरी छुट्याउँछौँ। अरू सबै सिन्ट्याक्स म्यालक र क्यालकको एउटै छ। अनि रिएलोकेटमा चाहिँ सबै एउटै हो। म्यालक लिए पनि माथि जस्तो मेन बडीमा चाहिँ म्यालक र क्यालक जुन लिए पनि हुन्छ, तर चाहिँ हामीले युजरबाट प्रोग्रामको लास्ट रन हुनुभन्दा लास्टमा भन्दा अलिकति अगाडि चाहिँ हामीले युजरबाट प्रम्प्ट लिएर साइज कति हो यसै अनुसारले हामीले यसरी रिएलोकको लाइब्रेरी फङ्सन रिएलोक भन्ने लाइब्रेरी फङ्सन युज गरेर यसरी पोइन्टर यसरी हामीले डाइनामिकल्ली नयाँ मेमोरी रिएलोकेट गर्छौँ यसरी। अनि त्यस पछाडि अनि अरू भनेको त अरू त्यही होला।